हेलो साथीहरू, नमस्ते, सेवा सबै है। अनि म आज विशेष गरी तपाईँहरूलाई फ्री भिसाको बारेमा जानकारी दिन गइरहेको छु। तपाईँहरू जतिजनासँग पासपोर्ट छ अनि तपाईँहरू चाहिँ वैदेशिक रोजगारको लागि कतै जाने प्लानमा हुनुहुन्छ, यदि तपाईँ सानो सानो कन्ट्रीतिरै जाने विचारमा हुनुहुन्छ भने चाहिँ एजेन्टको तर्फबाट एजेन्टलाई पैसा खुवाएर नजानु होला। मलेसियाको अहिलेको नयाँ डिमान्ड फेरि नेपालमा अहिले गइरहेको छ प्रशस्तै मात्रामा होइन। अनि म पनि फेरि फ्री भिसा आएको है, मैले एक पैसा तिरेको छैन। अनि मैले चाहिँ तपाईँको उल्टै पैसा पाएको छ मेडिकल गरेको नयाँ पासपोर्टको। अनि यो कुराहरू पछि अपडेट दिँदै नै गर्नेछु विशेष गरी। अनि मलेसियाको अहिले नयाँ डिमान्डहरू पनि गइरहेको छ, सायद हाम्रो कम्पनीबाट पनि केही समयपछि जाने कुरा आइरहेको छ। अनि हाम्रो कम्पनीमा मैले चाहिँ आएदेखि राम्रै कमाइ गरिरहेको छु है साथीहरू। सो तपाईँहरूलाई पनि के छ भने फ्री भिसाको लागि मलेसियाको लागि तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ मेन पावरहरूसँग तपाईँ जोडिनुहोस्। वैदेशिक रोजगारी एपमा तपाईँको त्यहाँ मेन पावरहरूको कन्ट्याक्ट हुन्छ फ्री भिसाको। त्यहाँनिर तपाईँलाई के भनौँ, त्यहाँनिर भनौँ न विज्ञापनहरू गरिराखेको छ। तपाईँहरू 2-3 लाख रुपियाँ तिरेर चाहिँ नआउनुहोस् है साथीहरू। 4 लाख रुपियाँसम्म तिर्ने मेरो साथीहरू छ, तर मेरोभन्दा कमाइ चाहिँ लो छ, डाउन छ मेरो कम्पनीको भन्दा है। सबै ठाउँमा राम्रो हुन्छ भन्न सक्दिनँ, तर हामी जस्तो मान्छे चाहिँ जो इन्भेस्ट गर्ने पैसा छैन, ठुलो ठाउँ जाने पैसा छैन भने चाहिँ हामीले चाहिँ आउने भनेको फ्री भिसै हो साथीहरू। नआएको लागत छ, केही छैन, स्वास्थ्य रह्यो भने सो 50-60 हजार मजाले कमाइन्छ साथीहरू। मजाले खाएर बचाइन्छ होइन। 12 घन्टा ड्युटी चल्नुपर्छ। मेरो चाहिँ आएको 2 वर्ष पुग्न लागिसक्यो, 12 घन्टा ड्युटी चाहिँ छ है साथीहरू। सो फ्री भिसाको बारेमा अझै मजाले बुझ्न चाहनुहुन्छ भने मलाई तपाईँले डाइरेक्टली इनबक्स गर्नुहोला। अनि कोही बाहिर देश फ्री भिसामा जाने कोसिस गर्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि इन्फर्म गर्नुहोला, मलेसिया खोलिसकेको छ। सो मेरो भिडियोलाई पनि सेयर गर्नुहोला मन परेमा, र केही कुराहरू सुधार्नु पर्ने छ भने मलाई कमेन्टद्वारा प्रतिक्रिया पनि दिनुहोला। धन्यवाद।